आज चाहिँ मैले बनाए किम्चीको प्यानकेक। एभ्रीवान, आज चाहिँ मलाई एकदमै धेरै किम्ची प्यानकेक खान मन लागिरहेको थियो, त्यही भएर मैले किम्ची, प्याज, हरियो प्याज प्लस मैदा लिएर किम्ची प्यानकेक बनाउन सुरु गरेँ। यसमा चाहिँ टन्न किम्चीको जुस हाल्ने र किम्चीलाई चाहिँ सानो मिन्स पाराले काट्ने, अनियनलाई नि काट्ने, स्प्रिङ अनियनलाई नि काट्ने, अनि त्यसमा चाहिँ मैदा हालेर मजाको ब्याटर बनाउने। ब्याटर बनाएपछि चाहिँ तेल तताउने र त्यसमा चाहिँ मजाले प्यानकेक जसरी पकाउने, यसलाई गिलो रोटी पकाएको जस्तै के। त्यो पकाएर चाहिँ मैले फर्स्टमा खाएँ, लास्टै मिठो थियो। स्पेसली मैले चाहिँ दहीसँग खाएको, मलाई चाहिँ हल्का पराठावाला भाइब्स पनि आइरहेको थियो। अनि म र जेकबले चाहिँ अलिअलि गरेर तिहारको लाइटहरू हाल्न सुरु गऱ्यौँ। हामीले लिएर आएको लाइट चाहिँ अलिक सानो भयो, त्यही भएर हामी चाहिँ इन्डियन ग्रोसरी सप गयौँ अस्ति गएकैमा। अनि त्यहाँ गएर लाइट लिग्यौँ, सँगसँगै साइडमा कोरियन ग्रोसरी सप पनि रहेछ। अनि त्यहाँ चाहिँ यसरी फ्रोजन नुडलहरू राखेर देखेर आँसु जाथ्यो मलाई चाहिँ। अनि हामीले चाहिँ बुलट्याक कार्बोनारा नुडलहरू लिग्यौँ। इट इज क्लियरली अ नुडल हेभन साँच्ची भन्नुपर्दा। अनि अलिअलि त्यहाँको स्विट्सहरू लिगेर हामी चाहिँ घर आयौँ। अनि यो 39 मिटरवाला लाइट लिगेको कस्तो ट्याङ्गल भएको थियो, हामीलाई फर्स्ट निकाल्नलाई नै 45 मिनट लाग्यो होला। त्यसपछि घर डेकोरेट गर्यौँ, अघि ल्याएको कार्बोनारा नुडल खायौँ। म चाहिँ टिकी लाएर बसेको थिएँ। आजलाई यति, बाई।